अनुक्रम सिरिज इंग्लिश अल्फाबेट प्लेस भ्यालु ले अनुक्रम समरूपता वर्गीकरण कोडिङ डिकोडिङ भौतिक परीक्षणसँग सम्बन्धित समस्याहरू समाधान गर्न प्लेस भ्यालुले निकै मद्दत गर्दछ। अब अल्फाबेट ए बी सी डी ई एफ देखि जेड सम्म जुन अल्फाबेट छ तिनीहरूको प्लेस भ्यालु चाहिँ हामीले थाहा पाउनु पर्यो। अब सुरुबाट ए देखि स्टार्ट गर्ने भने ए भनेको 1, बी भनेको 2, सी भनेको 3, डी भनेको 4, क्रमशः गर्दै जेड भनेको 26, वाई भनेको 25। यसरी हामीले बुझ्न सक्छौँ। अब यसरी अगाडि एबाट त हामीले थाहा पाउन सक्छौँ। अब बीचका अब यसरी याद नभएपछि ई तपाईँको ई जो टी भन्ने यो ई जो टी भनेको ई भनेको 5, 5, 10, 5 भागको 10, ओ भनेको 15, टी भनेको 20, वाई भनेको 25। यसरी आयो। यो चाहिँ बीचको 5 डिफ्रेन्समा याद गर्ने तरिका। अब सी एफ आई एल आर यू एक्स, सी एफ आई एल आर यू एक्स जुन यो तरिका 3, 6, आई भनेको 9, एल भनेको 12, ओ भनेको 15, आर भनेको 18, सी एफ आई एल आर ओ यू भनेको 21, एक्स भनेको 24। 3 को मल्टिप्लाईबाट हामीले यसरी याद गर्न सक्छौँ। अब उल्टोबाट कसरी याद गर्ने भन्ने इंग्लिश अल्फाबेटको प्लेस भ्यालुको उल्टोबाट पनि यहाँ विभिन्न क्वेसनहरू सोध्ने गरेको पाइन्छ। उल्टोबाट कसरी लिने भने अब मैले माने डी लगेँ, डी कति सुरुदेखि कति डी कति पर्छ 4, सुरुदेखि डी 4 मा पर्छ। अब मैले टोटल 27बाट 4 घटाउनु पर्छ। 27बाट 4 घटाउँदाखेरि कति रह्यो 4, 23। अब डी उल्टोबाट 23 मा पर्छ, डी उल्टोबाट 23 मा पर्छ, डी उल्टोबाट 23। अब मैले लगेँ आई सुरुदेखि कतिमा पर्छ 9 मा पर्छ। उल्टोबाट पढ्नुको लागि 27 प्लस माइनस 9, 7, 3, 18, 18 मा आई पर्छ। यसरी उल्टोबाट पत्ता लगाउन 27 माइनस सुरुबाट कुन स्थानमा पर्छ त्यस्तो भने उल्टोबाट पत्ता लगाउन यो एउटा सूत्र भयो। पत्ता लगाउन सुरुबाटको स्थान माइनस सुरुबाटको स्थान 27 माइनस सुरुबाटको स्थान घटाउँदा उल्टोबाटको स्थान पत्ता लगाउन सकिन्छ। अब उल्टोबाट अब चाहिँ केपी जोडी भन्ने एउटा हुन्छ, त्यहाँदेखि पनि क्वेसन सोधेको पाइन्छ। केपी जोडी भनेको ए को उल्टो कुन पर्छ जेड, बी को वाई, सी को एक्स, ड्यू डी डबल ड्यू। अब बी आयो एल ओ बी एफ उफ, यू एफ उफ, जीटी गुजरात टाइटन, एच हाई स्कूल, एच एस हाई स्कूल, एच हाई इंटरनेशनल रिलेशनशिप IR, जे क्यू के पी एल ओ एम एन। यसरी चाहिँ उल्टो र सुरुको स्थानबाट एउटै स्थानमा पर्ने भने यसो केपी जोडीहरू यसरी याद गर्नु। AZ BYCS DW BE LO लाग्ने के तपाईँको LO BE उप UF उप GT गुजरात टाइटन्स। अब IPL हेर्ने मान्छेहरूलाई थाहा होला गुजरात टाइटन गुजरात। अब गुजरात टाइटन भन्दा HS भनेको HS हाई स्कुल IR इन्टरनेशनल रिलेशनशिप, JQ KP। अब KP नेताको नाम, अब एमालेको नेताको नाम KP, LOVE सँगै लाग्दा पनि भयो, LO
VMN यसरी त उल्टो र अगाडिबाट एउटै स्थानमा पढ्ने यसरी केपी जोडी भन्ने यहाँबाट पनि विभिन्न क्वेशनहरू सोध्दै आइरहेको पाइन्छ। जुन हामीले अघि नै भनेका थियौँ सुरुमा, अब त्यसैमा आधारित मैले क्वेशनहरू लिएका छौँ, जुन रुलमा आधारित क्वेशनहरू लिएको छु। अब यहाँ चाहिँ इजी मैले हजुरहरूलाई पनि भनेको थिएँ, EGOTY यो चाहिँ प्लेस भ्यालुको 5 डिफरेन्समा 5, 10, 15, 20, 25। अब यी कतिमा पर्छ? 5 आएपछि जे 10 जे अब ओ अभियसली ओ आउनै पर्यो। 5, 10, 15, 20, 25 यिनीहरूको डिफरेन्स कति छ? 5 5 डिफरेन्स छ। 5 5 डिफरेन्स छ। 5 5 के छ? डिफरेन्स छ। 5 5 डिफरेन्स छ। अब त्यसरी EGOTY अब के हुनु पर्यो? ओ। एम छैन, एन ओ 3 को आन्सर चाहिँ राइट भयो। अब CFILO WX मैले पढेँ। सी कतिमा पर्छ? 3 मा। 3F कतिमा पर्छ? 6 मा। I 9, L 12, M O कतिमा पर्छ? 15 ओ 15 कतिको डिफरेन्समा कतिले बढिरहेको छ? 3ले 15 पछि 3 कति? 18 प्लस 3 21 24 मा X 25 मा Y। अब 18 मा के आउँछ भने 15 मा के आयो? ओ 16 17 18 15 PQR 18 मा के आयो? R 18 मा R कता छ? आए R त्यसरी। अब कुन AZBYCZDW AZBYCZDW अब मैले यसो सम्झिने हामीले केपी जोडी भन्ने पढेको थियौँ। केपी जोडी हो A को Z, B को Y, C को Z, D को W, ABCD D पछि अभियसली अब E आउँछ। E हेर्ने केपी त होइन, उ पनि होइन, येलो पनि होइन, त्यसैले BE यता छ। BE यो क्वेशन नम्बर 4 चाहिँ अब यस्तो छ। UGFTHS अब U कतिमा पर्छ? 21 मा। G 7 मा पर्छ। अब 28 21 र 7 डिफरेन्सै पनि देखिएन, न प्लस माइनस न घटिएको छ। अब यसरी G U या भाषा G T आछ, H S आछ। अब यसरी केपी जोडीमा आएको रहेछ भने बुझ्ने। त्यसरी नै उप U या उप JT गुजरात टाइटल, HS हाई स्कुल। अब R को के हो? R को केपी जोडी के हो भने IR जे मिलेन, के मिलेन, L मिलेन, I यता छ। IR को यसरी भयो। यो केपी जोडी रहेछ भन्ने बुझियो। यसरी यो तरिकामा रहेछ। क्लट पायो। अब O आयो सुरुमा। O चाहिँ हाम्रो कति हो? 15 T आयो, F आयो, S आयो, मेरो चाहिँ कर्मश छ, FSS न E छ, यहाँ छ। कसरी आयो? न यसको सिरिज मिलिरहेछ, न यो केपी जोडी हो, न केही हो। अब कसरी दिमाग लगाउने भन्दाखेरि यस्तो क्वेसनमा लोकसेवाले झुक्काइरहेको छ। झुक्काइरहेको सिरिज मिलिरहेछ। अब मान्छेले चाहिँ टेन्सन मान्दैन, त्यसको लागि केही छैन। हामीले रुलहरू पढ्नुपर्छ। रुलहरू पढ्यो भने तपाईँको लोकसेवा चाहिँ इजी हो। त्यसैले अब बुझेँ। अब क्वेसनमा 0 आयो। अब मैले बुझ्ने ONE ओदेखि के आउँछ? ONE 1 यस्तो क्वेसन देख्दाखेरि गर्ने। अब 1 2 3 4 5 6 7 8 9 ONE 1 T बाट 2 T बाट 3 F बाट 4 F5 6 7 8 E बाट 8
9 बाट n बाट 9 अब 9 पछि अभियसली के आउँछ 10 t 10 हुनु पर्यो 10 के बाट स्टार्ट भयो t यसबाट 10 आउँदैन गयो u गयो v गयो t 10 हो t बाट 10 यस्तो क्वेशन हामीले चाहिँ एक प्रकारको यो रुल हो भने रुल अनुसार रुलमा लेख्ने कपीको नोटमा अथवा रुल बनाएर यसलाई लेख्ने यो चाहिँ सोध्छ यो चाहिँ झुक्क्याउँछ यस क्वेसनले झुक्क्याउँछ 1 2 सिरिज मिल्छ न के मिल्छ त्यसैले 1 2 3 4 5 J F M A M J J A Q न सिरिजमा मिलेको छ न केपी जोडी मिलेको छ न यति डिफरेन्समा छ जे अगाडि आछ एफ भन्दा अगाडि जे आछ एम आछ फेरि एम भन्दा अगाडि ए भन्दा अगाडि एम आछ जे भन्दा अगाडि एम आछ जे सँगै आछ है ए लास्टमा आछ न सिरिज मिल्यो न के मिल्यो न यसरी मिल्छ अब त्यसले दिमाग लगाउने अब 1 2 3 4 5 7 8 9 10 गरे जस्तै अब यहाँ जे बाट जनवरी एफ बाट फेब्रुअरी एम बाट मार्च ए बाट अप्रिल एम बाट मे जे बाट जुन जे बाट जुलाई अगस्त पछि आउँछ सेप्टेम्बर यस सेप्टेम्बर आयो के आयो सेप्टेम्बर आयो अब डिसेम्बर त आउने भएन अगस्त पछि नोभेम्बर पनि आउने भएन एस सेप्टेम्बर यसरी हामीले चाहिँ यो पनि कन्ट गर्ने एउटा रुलै बनाउने नोट भनेर चाहिँ एउटा साइडमा लेख्नुपर्छ किनकि यो बेला बेलामा सोधिरहेको छ र यो झुक्काउने खालको प्रश्न पनि हो जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्त जस्तैमा अब क्वेशन नंबर 7 यस आयो यम आयो टी आयो डबल आयो टी आयो एफ आयो यस भन्दा अगाडि एफ आछ एफ भन्दा अगाडि टी आछ डबल आछ टी आछ एम आछ डबल छ त्यो पनि छ न एम डबल छ यस अब केही छैन अब दिमाग लगाउने अब यसबाट चाहिँ यसलाई रुल बनाएर राख्ने तपाईको नोटको साइडमा मिलाएर लेखेर यसबाट दिनहरुका नामहरु यसबाट सन्डे एम बाट मन्डे टी बाट ट्युसडे डबल बाट वेडनेसडे टी बाट थर्सडे एफ बाट फ्राइडे यसबाट सैटरडे हुने रहेछ भन्ने बुझिन्छ अब यहाँ के आउने भयो एस आउने भयो ए गलत बी गलत एस गलत सी राइट आन्सर सन्डे मन्डे ट्युसडे वेडनेसडे थर्सडे फ्राइडे सैटरडे दिनहरुका नामहरु अथवा हप्ताको नामहरु चाहिँ याद गरेर राख्नु पर्यो।